येलो महानगरपालिका जापु समाज या ज्येष्ठ नागरिक आनन्द निकेतन भवन ढाका चंगो आइसोलेशन सेन्टर या नीति चिनिया संस्था चाइना फाउन्डेसन अफ प्रवर्ती एभिलिएसन कोरोना नियन्त्रण व रोकथाम यागु नीति स्वास्थ्य सामग्री ललहागुदु बिहिबा एलया बागदोले चंगो आनन्द निकेतन या भवने चिनिया संस्था या प्रतिनिधि जापु समाज एलया नाय चन्द्र महर्जन या स्वास्थ्य सामग्री ललहागु ख आज जुन किसिमको चाइना फाउन्डेसन पवर्टी इलेभेसनले जुन किसिमको गर्नुभएको छ त्यसको साथमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजले जुन गर्नुभयो यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। भविष्यमा पनि समाजले सम्झेर अन्त यो सञ्चालन गरेको हाम्रो 3टा संस्था मिलेर गरेको एउटा महानगरपालिका एउटा चाहिँ यो सुनरोड ढोका साथी सेवा संस्था हो ज्यापो समाज 3टा संस्था मिलेर निःशुल्क रूपमा यहाँ बस्नेहरूलाई 1 पैसा पनि खर्च नगरिकन बस्न सकिन्छ। कसैले यो चाहिँ त्यसै बस्नुहुन्न भनेर पनि पैसा दिएर पनि गएको छ। त्यो चाहिँ कोषमा जम्मा भएको छ। नेपाल सरकारलाई चाहिएको अवस्थामा जुनसुकै उसमा चाहिँ युज गर्न सक्ने ज्येष्ठ नागरिक आनन्द निकेतन भवन हस्तान्तरण हामीले गरिदियौँ। त्यो गरिसकेपछि 1 वर्षसम्म केही पनि गरेन, उहाँहरूले गर्नु पनि परेन। 1 वर्षपछि फेरि यो चाहिँ बढ्दै आएपछि दोस्रो यो कोभिड-19ले गर्दाखेरि अब यहाँ चाहिँ आइसोलेसन स्थापना भयो। अघि नै भने कि 296 जना चाहिँ मतलब सेवा लिएर चाहिँ उहाँहरू चाहिँ एकदमै सुस्वास्थ्य हिसाबमा चाहिँ उहाँले फर्किनु। त्यसैले यसमा काम गर्ने मित्रहरूलाई पनि धन्यवाद छ। चिनिया संस्था अक्सिजन सिलिन्डर, पीपीई, मास्क, फेस सिल्ड, पन्जा लगायत स्वास्थ्य सामग्री ललहागु ख। स्वास्थ्य सामग्री ललहागु छोले चिनिया संस्था या प्रतिनिधि सहित जापु समाज एलया प्रतिनिधि तयगु भोटी दुगु ख। येलो महानगरपालिका ढाका वया चंगु ठुगु आइसोलेसन सेन्टर निसत्या मल्याक कोभिड या बिरामी तेस थन लाका वने ठुगु गुदुसा आन कोरोना संक्रमित तेगु उपचार दुया चंगु जापु समाज थागुदु।